नमस्कार सबैजनालाई। यही हो कुरा हैन, सिलिगुडीभित्र नेपाली कति छन्, अस्तित्व के छ भन्ने कुरा यहाँबाट बुझ्छ। यो सिलिगुडीको मुटु हो हैन, गुरुङ बस्ती नाम भन्दै बुझिहालिन्छ हामी। अनि आज चाहिँ यहाँको जुन चाहिँ भानुभक्त समिति छ उहाँहरूले हाम्रो एकदमै हाम्रो शहीद अमर शहीद दुर्गा मल्लको यसरी आजको दिनमा चाहिँ उहाँलाई चाहिँ यसरी दिल्लीको लाल किल्लामा फाँसी दिएको थियो। अनि उहाँको सम्झनामा चाहिँ आज उहाँहरूले एउटा कार्यक्रम गर्नुभएको रहेछ हैन, उहाँहरूलाई श्रद्धाञ्जली दिनुभएको रहेछ। अनि एकदमै खुसीको कुरा हो हाम्रो लागि, विशेष गरी हामी तराईमा बस्ने गोर्खाहरूको लागि। अनि यही विषयमा छोटकरीमा उहाँले पनि केही भन्नुहुन्छ? शहीद मेजर शहीद दुर्गा मल्ल नि अब हुनु त अब उहाँ हाम्रो स्वतन्त्र सेनानी, तर हामी कतिजनालाई थाहा छ यो कुरा? थाहा छैन होइन, थाहा छैन। अनि किन भन्दाखेरि हामीले इतिहासमा पनि त्यति पढ्नु पाएनौँ, हामीलाई पनि धेरै पछि थाहा लागेको कुरो हो। र अहिलेको आउँदो जेनेरेसनको लागि पनि, जेनजिजहरूको लागि पनि यो कुरो हामीलाई जनाउनु कि हाम्रो पनि स्वतन्त्र सेनानी थियो, उहाँले हाँसी हाँसी फाँसीमा चढ्नु भएको हो, यो देशको स्वतन्त्रको लागि गर्नुभएको हो भनेर एउटा चिनारीलाई अझै स्पष्ट रूपमा अगाडि ल्याउन खोजेको हो। र हामी यसमा सक्षम भयौँ। र हामी 25 अगस्तको दिन चाहिँ यही बलिदान दिवसलाई मध्यनजर राखी हामीले एउटा रक्तदान शिविर पनि गर्छौँ, जुन हामीलाई के अरे समितिको अन्डरमै हामीले अर्गनाइज गरेर गर्छौँ। र वर्षमा 50 बोतल 60 बोतल जति हुन्छ त्यो सिलगढी भेगभरिमा जति हाम्रै गोर्खेहरूलाई चाहिएको खण्डमा हामी त्यो पनि ब्लड हामीले प्रोभाइड गर्छौँ। र सबभन्दा ठुलो कुरो चाहिँ त्यही हो, त्यो चिनारी गराउनु पनि हो, प्लस हामीले एउटा हाम्रो स्वतन्त्र सेनानीको लागि एउटा ठुलो दिन भनेर यो मनाउने गर्छौँ। तपाईँले सुन्नुभयो है, सिलिगुडीको इतिहास हेऱ्यो भने सिलिगुडीमा पहिला नेपालीहरू मात्रै थिए, तर अब अहिले अन्य जातिहरूको आए बसे इन्क्रोच भए केही छैन। तर पनि सिलिगुडीमा हाम्रो गोर्खा जातिको अस्तित्व चाहिँ छ। धेरै यस्ता व्यक्तिहरू हुनुहुन्छ, धेरै यस्ता अभियन्ताहरू हुनुहुन्छ, उहाँहरूले दिनरात सङ्घर्ष गरिरहेछ। अनि विशेष अपकमिङ जेनेरेसनलाई यो चाहिँ थाहा हुनुपर्छ कि यो भूमि चाहिँ कुनै समय हाम्रो थियो, हामी थियौँ यहाँको मालिक। जज मार्बट सुब्बा, पुण्य प्रसाद प्रधान, अनि हाम्रो बागवीर गुरुङदेखि लिएर यस्ता धेरै छन् है, वीरबहादुर राणा। अनि यस्तै कुराहरूको लागि हामी तपाईँहरूलाई यो साझा गर्छौँ, यस्तो एउटा मिठो कुराहरू। अनि पहाडको, सिक्किमको जति पनि मान्छेहरू हुनुहुन्छ सबैलाई यो कुरा चाहिँ थाहा हुनुपर्छ कि हामी चाहिँ अहिले पनि छौँ, गोर्खा जातिको अस्तित्व छ। अनि हामी चाहिँ अहिले पनि सङ्घर्षशील नै छौँ, अनि आउँदो दिनमा पनि सङ्घर्षशील हुनेछौँ। अनि विशेष गरी जेनजीले पनि यो कुरालाई चाहिँ ध्यानमा राख्नुपर्छ। यस्तो जानकारीको निम्ति मेरो पेज द फ्याक्टलाई फलो गर्नुहोस्। थ्याङ्क यू सो मच।